विजयादशमी शुभ दीपावली तथा छठ पर्वको शुभकामना। 2072 सालको बडा दशैं शुभ दीपावली तथा छठ पूजाको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। usaNepal.net परिवार। हुन्छ त्यता हजारौं देउता यता म एउटा मेरो संस्कारले भन्छ कर्मको थालनीमा देवतालाई ढोग्नुपर्छ, ढोगिसकेपछि देउताले पनि आशीर्वाद दिँदै ताली ठोक्नुपर्छ। टेलिभिजन हेर्नुभएको दर्शकले घरबाटै तथास्तु भनिदिनु होला। आदरणीय दर्शकवृन्द, म मन्तव्य छोटो गरेर गन्तव्यतिर लाग्न चाहन्छु। मलाई जिम्मेवारी दिनुभएको अलिकति हास्य व्यङ्ग्य प्रस्तुत गर्दा मैले यसलाई 3 भागमा विभाजित गरेको छु। अलिकति म देशको विषयमा भन्छु, अलिकति सामाजिक परिवेशको विषयमा भन्छु। मलाई के थाहा छ भने एउटा सिनेमाको अवार्ड भइरहेको छ। यहाँ एनआरएनका विदेशबाट मित्रहरू धेरै पाल्नु भएको छ। नेपाली कलाकारहरूको भव्य उपस्थित भएको छ। देश आक्रान्त अवस्थामा छ र आज भोटो देखाउने रातो मच्छिन्द्रनाथको जात्रा हो। मलाई त्यति थाहा छ। म त्यसै परिवेशमा रहेर यहाँहरू समक्ष मेरो कृति सुनाउन चाहन्छु। यहाँहरूले ताली लिएर हाँसोले साथ दिनुहुनेछ भन्ने म विश्वास गर्दछु। पहिलो छ देशको परिस्थिति। मुटु जलेर जेठ जस्तो मन भत्किएर असार जस्तो, आँखा बर्सिएर श्रावण जस्तो, यति राम्रो देशमा जन्मिएर पनि कष्ट भोग्नु पर्ने किनकि नेता छानेछौँ रावण जस्तो। अनुहार हेर्दा वंश जस्तो, काम हेर्यो कंश जस्तो। सदनमा भाषण हुन्छ शहीदको छरछरीले, पढाइ खर्च पाउने। भोलिपल्ट पत्रिकामा सूचना आउँछ सरकारले चिन्न नसक्ने भएर साथमा बाउ लिएर आउने। मरेको शहीद कसरी ल्याउने र बिचराले खर्च पाउने। घर घरमा रक्सी पसल छ, दुध डेरी 3 किलोमिटर टाढा पर्छ। सरकारलाई सोधेको सरकार भन्छ बिचरा रक्सी खाने हिँड्न सक्दैन, दुध खानेले मर्निङ वाक गर्छ अरे। यस्तो कुरा सुन्दा सबैको चित्त दुख्छ। हामीसँग त त्यस्तो देश छ जहाँ ढाँटेर पनि खान पुग्छ। म देशको कुरा थोरै मात्रै भन्छु। रेमिट्यान्सले राज्य धान दिनुहुने तपाईँ एनआरएनका साथीहरूलाई राष्ट्रको तर्फबाट म पहिलो सलाम गर्न चाहन्छु। हेर्नुहोस्, तपाईँहरू खुरुखुरु पठाइरहनु भएको छ, उहाँहरू कुपु खाइरहनु भएको छ, हामी ठुलो हेरिरहेछौँ। तपाईँहरू खुरुखुरु पठाइरहनु भएको छ, उहाँहरू कुपु खाइरहनु भएको छ, हामी ठुलो हेरिरहेका छौँ। हेर्नुहोस्, हाम्रो छोरछोरी छाना नभएको स्कुलमा पढेका छन्। हाम्रो नेताले 92 लाखको गाडी चढेका छन्। जलस्रोतको धनी देशमा बसेका छौँ। जम्मा 6 घण्टा बिजुली बालेका छौँ। 200 जना कलाकार नभए देशमा 600 जना सभासद पालेका छौँ। अब त संविधान बन्यो, रातारात काँचुरी फेलेर सभासदहरू सांसद बन्नुभएको छ। संविधान बन्यो, रातारात काँचुरी फेरेर सभासदहरू सांसद बनेका छन्। काम सकेपछि त गए हुन्थ्यो नि, अझै 2 वर्ष हाम्रो पसिना खान बाँकी छ भनेका छन्। हेर्नुहोस्, विधि हराएको वैधानिकता र नीति हराएको नैतिकताले धेरै पृष्ठ ओगटेको हुन्छ। हामीसँग त त्यस्तो देश छ जहाँ शरीरको त्यस्तो नेता छ जसको शरीर अजिङ्गरको छ, टाउको भोगटेको हुन्छ। आमाको दुध खाएको भए पो आमाको माया लाग्नु, भैँसीको दुध खाएपछि कुर्सीको माया लाग्दो रहेछ। बारीको काउली खाएको भए पो देशको माया लाग्नु, पारीको काउली खाएपछि पारीकै माया लाग्दो रहेछ। सन्धि विदेशी, सम्झौता विदेशी, सिद्धान्त र आदर्शहरू विदेशी। अब त नेता पनि उतैबाट झिकाउ किन राख्ने? यी झुम्रे नेता कतारको पैसाले खानु छ, मलेसियाको पैसाले लाउनु छ, खोक्रो देशमा घोक्रो चुकाएर भोत्रोको राष्ट्रियता। अब म प्रसङ्ग बदल्छु। अब यस्तो अटेरीहरूलाई भनेर केही साध्य हुँदैन। अब म सामाजिक पक्षतिर लाग्छु। सानो गीता सुनाउन चाहन्छु।
हेर्नुहोस्, अन्याय महाभारतबाट सुरु भएको हो। गीतामा अन्याय महाभारतबाट सुरु भएको हो। महाभारतमा भगवान कृष्णले 16,000 गोपिनी पाउने, 5 पाण्डवले एउटा द्रौपदीमा चित्त बुझाउने। त्यही माथि द्रौपदीले बेला बेला कृष्णतिर आँखा लाउने। त्यही भएर गीतामा कृष्णले अर्जुनलाई भन्नुभएको छ, ए अर्जुन, युद्ध गर, मरे स्वर्ग पाइन्छ, जिते राज्य हाम्रो। एउटी श्रीमतीको 5वटा लोग्नी भएर बाँच्नुभन्दा युद्ध गरेर पुर्लुकै मर्नु राम्रो। अर्जुन विचलित भएर भन्नुहुन्छ, प्रभु हामी यस्तो वीर भएर पनि किन यस्तो बदनामी छौँ? भगवान भन्नुहुन्छ, अहम वस्त्र प्रदानानम द्रौपदीम वस्त्र बेरनम दुशासन खिचतिम वस्त्र पाण्डवम ट्वाल्ल हेर्न। हेर अर्जुन, स्वास्नीको धोती तानेको हेरेर बस्नेलाई वीर भनिँदैन। अर्जुन लज्जित भएर भन्नुहुन्छ, प्रभु कहिले वस्त्र हरण गर्ने, कहिले वस्त्र दिने, तर हजुर बाहेक लाज राख्ने जगतमा अरू को छ र? भगवान भन्नुहुन्छ, होइन अर्जुन, परस्त्री चुम्बनम मन्त्री असारम धान रोपनम, म एउटा कृष्णले पार्थ ततस्को लाज छोपनम। अर्जुन स्वीकार्दै भन्नुहुन्छ, हो प्रभु, गायिका नायिका सारा छर्लङ्गै वस्त्र धारण कटक्क मन काटिन्छ, हे कृष्ण किम कारणम? भगवान सम्झाउँदै भन्नुहुन्छ, हे अर्जुन, छोटा वस्त्र खुला अङ्ग दृष्टिभङ्ग हो अर्जुन। कलीमा मोक्षको मार्ग एउटै मात्र छ चुम्बन। गोपिनीहरूको अङ्ग देखे पनि मटक्दिन, नेपाली नायिका देख्दा म पनि खप्न सक्दिनँ। अर्जुन उत्साहित भएर प्रश्न गर्नुहुन्छ, प्रभु कुन कुन नायिका भेट्नुभयो, को भएछन् मोहित, जान्ने इच्छा रह्यो कृष्ण, के गरे प्रभुसित? भगवान भन्नुहुन्छ, नसोध अर्जुन, करिश्माले करले तानी, केकीले केही गरी, झरनाले झ्याप्प पारी, रेखाले गरी मन परी। अर्की एउटी नायिका देखे, राम्रै थिए दिपाश्री, 1 मिनेट पनि छोडेन क्या डाइलो देव राजगिरी। बाँकी स्वागत कस्तो भो, बाँकी स्वागत कस्तो भो, खाना उत्कृष्ट के थियो, रासलीला मात्र हो कि खासलीला पनि भयो? भगवान भन्नुहुन्छ, बिर्सि नसक्नु घटना छ, सम्भवामी जुनी जुनी, 81 बत्ती गच्छन्ती, आई डोन्ट नो के भयो कुनी। मम नामक मांस डल्लो श्वेत पिण्ड कोचाइयो, घोड्का नामक जल खाइयो, त्यसपछि चाहिँ निधाइयो। अथ शैलेन्द्रो वाच्य, काङ्ग्रेसम पतनम वृद्ध, एमाले पतनम भूत, बाबुराम पतनम पत्नी, प्रचण्डम पतनम सुत। काङ्ग्रेस बिग्रियो बुढाले, एमाले भूतपूर्वले, बाबुराम श्रीमतीबाट, प्रचण्ड चाहिँ कुपुत्रले। नमस्ते दर्शकम वृन्दम इतिम समाप्तिम गीता, ज्ञानेन्द्रम प्रचण्डम किम विचलितम, द्वयम कुपुत्रम पिता। अब सबैलाई भाग पुग्दै गएको छ। हाम्रो नायक नायिका गायक गायिकाहरू हुनुहुन्छ, उहाँहरूलाई नि सानो। आज पहिलो सिनेमाले, भूकम्पमा सिनेमाले हाम्रो सिनेमा क्षेत्रलाई कसरी असर गर्यो भन्ने कुरा एउटा सुनाउँछु। भूकम्पले सिनेमालाई पुर्याएको असर। आमाले झोलुङ्गो हल्लाउँदा कान्छा दङ्ग, बाबाले पिङ हल्लाउँदा जेठा दङ्ग, नायिकाले हिप हल्लाउँदा नेता दङ्ग। नेता दङ्ग भएपछि महान क्रान्ति पनि सम्झौतामा बिसाउँदो रहेछ। पृथ्वीले कम्मर हल्लाएपछि त मार्क्सवाद र पुँजीवादलाई एकै ठाउँमा मिसाउँदो रहेछ। त्यसैले म भन्छु, भूकम्प भूकम्प हो, हामी सुरक्षित ठाउँमा रहनुपर्छ। त्यसैले म भन्छु, भूकम्प भूकम्प हो, हामी सुरक्षित ठाउँमा रहनुपर्छ। कल्पना गर्नुहोस् त, एउटी नायिकाको शरीरमा बसेको जुम्राले कति भूकम्प सहनुपर्छ? छातीमा जाउँ 6 रेक्टर, कम्मरमा जाउँ 8 रेक्टर, ढाडमा जाउँ ढ्याप्प ढापान्न आउँछ डाइरेक्टर। बिचरा जुम्रा कहाँ जाओस्? माथि हेऱ्यो सिङ्गे पहाड खस्न आँटेको, तल हेऱ्यो भूकम्पले धाँजा फाटेको।
भूकम्पलाई जुम्रालाई यति ग्यारेन्टी छ कि त्यहाँ सुनामी आउने डर छैन। निर्देशकले कट भन्यो भने भूकम्प रोकिन पनि सक्छ। खतरा के रह्यो भने त्यहाँ नजिकै एउटा नायक घुमिरहेको हुन्छ, त्यो आएर झ्याप्प ठोकिन पनि सक्छ। त्यो ठोकिएको देख्यो भने नायिकाको श्रीमान झोकिन पनि सक्छ, बनिसकेका फिल्म रोकिन पनि सक्छ। अर्को एउटा